कता यो बारकुने डहको प्रवेशद्वार हो साथी हो। अब हामी बारकुने डह छिर्दैछौँ। यो माथिको यो मन्दिरहरू छ, यो त बनाइएको छ। यो माथि मन्दिरहरू छ यता। यो चाहिँ 12 कुने डह किन भनेको भने 12 कुना भएको चाहिँ यहाँ मैदान छ। पहिले ठुलै डह थियो अरे, अहिले चाहिँ यो सानो सिमेन्ट डह चाहिँ अहिले नै यति मात्रै छ। यो यता खास बारकुने मन्दिर यो हो। त्यसपछि चाहिँ यो डह हो है, यो चाहिँ डह बारकुने डह। तपाईँहरू समय मिल्यो भने यसो घुम्न आउनु होला। तपाईँहरू सबै राम्रो छ यहाँ। अहिले त यहाँ पुरै रेलहरू पनि छ, राम्रो छ अहिले। घुम्नलाई आउनु होला साथीहरू। यो डह हो, यो बिचको चाहिँ पूजा गर्ने मन्दिर हो यो। अनि त्यसपछि चाहिँ यो चाहिँ कान्छा बराल हैन, कान्छा बराहा थान यो। यो ढुङ्गा, यहाँ ढुङ्गा चढ्ने हो यहाँ। र यसरी चाहिँ यहाँ राम्रो छ 12 कुने डह भनेर। यो पहिले चाहिँ यो पुरा माथिदेखि यो अहिले चाहिँ यति मात्रै हो।